हेलो गाइज, वेलकम टु माई च्यानल। नयाँ ब्लगमा तपाईहरुलाई स्वागत छ। आजको ब्लग चाहिँ काठमाडौँ टु गान्तोकको हुनेवाला छ हैन। अनि हामी चाहिँ अहिले घरबाट हिँडिसक्यौं। जोरपाटीमा चाहिँ हाम्रो बस आउनेवाला छ। हामी चाहिँ बसमा जाँदैछौँ किनभने मलाई बाई एयर चाहिँ डोमेस्टिक चाहिँ साह्रै डर लाग्छ। त्यो भन्दा बरु कुद्नुमा मजाले सुधी आनन्दले कमसेकम पुग्न त पुगिन्छ ढुक्कैले। त्यही भएर म चाहिँ अब हामी चाहिँ बसमा जाँदैछौँ हैन। विदेशी हिँडेको जति धेरै सामान बोकेर जाँदैछौँ हामी चाहिँ। कागरभित्ताकै गाडी रहेछ त यो। कागरभित्ता भन्ने ठाउँसम्म जानुपर्ने रहेछ। यो चाहिँ यस्तो गाडी रहेछ। हामीले चाहिँ सोफावाला बुक गरेको छौँ। अनि रम्फू भन्ने ठाउँमा चाहिँ चेकिङ हुन्छ अरे, त्यहाँ चाहिँ एउटा पास बनाउनु पर्छ अरे। त्यसको लागि चाहिँ हामी फोटो खिच्न जाँदैछौँ। मेरो चाहिँ फोटो छैन, उसको चाहिँ फोटो छ। यो मान्छे चाहिँ यसरी पब्लिकमा भिडियो बनायो भने चाहिँ साह्रै लगाउँछ, तर मलाई चाहिँ बात छैन हो कि होइन। यस्तो राम्रो स्माइल छ मेरो। एउटै बाङ्गो भयो मेरो हाँसोले। अनुहार राम्रो हुनु पर्यो नि। फोटोसोटो खिच्ने कार्यक्रम पनि सकियो। अझै आधी घन्टा रह्यो त्यो आउनलाई, गाडी आउनलाई। त्यही भएर हामी चाहिँ यता नजिकै उसको साथीको पसलमा जाँदैछौँ। यहाँ चाहिँ खतरा मोमो पाइन्छ। हेलो नमस्कार, वेलकम टु मोमो हाउस। यहाँ भ्लग बनाउँदै हिँडेको लजाएर ओहो हेर्नु नि त्यहाँ रोड भ्लग बनाउँदै हिँडेको ऊ लजाउने रे साह्रो। नाइस ट्रिप भनेको नि अब हाम्रो गाडी चाहिँ आइपुग्यो। 2 बजे आउने बस चाहिँ फाइनली 3 बजे आइपुग्यो। र छिटो चढेर जानु पर्यो किनभने सवारी आउँदैछ अरे। हाम्रो केपी भएको नेसनल भएको ठ्याक्कै 3 बजे हिँडेको छौँ। हेरौँ कति बजे पुगिन्छ। यहाँ चाहिँ पुरै कर्टेन लाएर पुरै धुम्म बन्द छ। यहाँ चाहिँ एसी चलाइरहेको छ। अनि त्यसपछि झ्याल खोल्न पाउँदैन अरे, पर्दाहरू खोल्न मिल्दैन अरे। यहाँ चाहिँ पुरै पर्दा लाएर धुम्म छ, अँध्यारो छ। मैले फ्ल्यास लाइट बालेर चलाइरहेको छु। यहाँ पुरै हामी चाहिँ लुकेर जाँदैछौँ क्या, कसैलाई नहुने। साथीहरू अब हामी चाहिँ पलङ्गीबाट निस्क्यौँ, हिँड्यौँ टुङ लगाएर। यो पर्दा चाहिँ लगाइदिने रहेछ। अनि खिच्नै नपाउने अगाडिको त्यो चाहिँ। अनि अब चाहिँ हामी लाग्यौँ। ठ्याक्कै 4:30 भयो। पलङ्गीबाट हिँड्यौँ। अब सबै मान्छे पिक गरिसक्नु भइसक्यो जस्तो लाग्यो। एक राउन्ड घुमेर आयौँ हामी, एयरपोर्ट हुँदै बल्खु हुँदै। चना त खाजामा के छ? खाजा चाउचो हो यो? चाउचो फ्राई 1 प्लेट। अरू खानेकुरा के छ भनेर यो के हो? यो यता नखाने चाउचाउ फ्राई मागेको थिएँ। यहाँ चाहिँ चाउचाउ फ्राईसँग यस्तो पाइने रहेछ पुरै थाली नै। चाउचाउ फ्राई प्लस 2टा माछा, अचार, आलुको झोलको तरकारी, चना, यति धेरै आउने रहेछ। मैले जस्ट चाउचाउ फ्राई मात्रै खानु खोजेको थिएँ, तर आइहाल्यो। अब ठिकै छ। हामी चाहिँ ठ्याक्कै धादिङमा छौँ अहिले। ठ्याक्क 6 बजे हामी धादिङमा आइपुग्यौँ होइन। अनि यहाँनिर चाहिँ हामीले चाहिँ खाजा खायौँ। खाजा भन्नुहुन्छ भने भित्र गयो भने पागल हुने 5वटा बसको के भन्छ खाजा खाने ठाउँ एकै ठाउँमा एकै टाइममा रोक्दाखेरि तपाईँहरूले देखि नै हाल्नुभयो। अघि मैले भिडियोमा पनि देखाएको थिएँ कति घुइँचो, कति भिड, के कसरी कता पुरै रेडीमेड राख्दै सबलाई ब्लुङ हालेर दिने रहेछ। अनि मैले चाहिँ चाउचाउ फ्राई खानु खोजेको थिएँ। यति चाउचाउ फ्राई मागेको थिएँ। अनि चाउचाउ फ्राई माग्दा चाहिँ त्यसमा चाहिँ तपाईँको के भन्छ चना पनि आउँदो रहेछ। अनि त्यसपछि झोल तरकारी, अनि त्यसपछि 2 गेरा चना, अनि झोल 2 गेरा चना, अनि झोल तरकारी। अनि त्यसपछि झोल तरकारी पनि आलु जस्तो झोल तरकारी, आलुकै आलु जस्तै झोल तरकारी होइन। अनि अर्को के थियो? अचार, मुलाको अचार। मुला खत्तम मुलाको अचार है।
अनि त्यसपछि चाउचाउ चाहिँ बढी छिटै थियो यति थियो अनि चाउचाउ मात्रै माग्दाखेरि अनि 2टा माछा पनि हालेर सब हालेर भिराइदिने रहेछ तर यति अनि यस्तो नमिठो हामी म चाहिँ प्लानिङ गरिरहेको छु उहाँ पुगुन्जेलसम्म इन्डिया नपुगुन्जेलसम्म खानै नखाने यसै स्न्याक्सहरू खाने सोचेको स्न्याक्सको पनि ढङ्ग चाहिँ यो हाइवेको के भन्छ खानेकुराहरू चाहिँ साह्रै खत्तम प्राइस भने टु हाई होइन त्यति चाउचाउको 300 रे अनि त्यसपछि यति भुटन खाएको थिएँ हाफ प्लेट जति भुटन खाएको थिएँ त्यो भुटनको चाहिँ 175 रे अनि तपाईँहरू पनि ट्राभल गर्दै हुनुहुन्छ भने हाइवेको खानेकुराहरू चाहिँ तपाईँहरूले पनि खानुभएको होला कस्तो एक्सपेन्सिभ एकदम एक्सपेन्सिभ हुन्छ तर एक्सपेन्सिभ भए अनुसारको क्वालिटी होस् न छैन एकदम खत्तम एउटा भन्यो भने 10 हालेर ल्याइदिने कि जोको अनि त्यसपछि नमिठो यस्तै भयो अहिले चाहिँ रात पर्नु खोजिसक्यो अब हाम्रो गाडीहरू चाहिँ अहिले पनि रेस्टमै छ मान्छेहरू खानुमै छ होइन अब ए सर यहाँ बसिरहेको छ यता हेर है बस कसको बस भन त तिमी अनि त्यस्तो खालको खानेकुरा एक्सपिरियन्स गरेँ एकदम नराम्रो एक्सपिरियन्स है भर्खर 6 बज्यो हामी भोलि बिहानको 7 बजे पुग्छ भनेर भन्नुभएको छ हाम्रो काउन्टरबाट चाहिँ अनि तर अझै हामीले चाहिँ 13 घन्टा ट्राभल गर्न बाँकी नै छ यो बसमा अनि होल नाइट बसमै बिताउनु छ है त्यसपछि फेरि भोलि त्यहाँबाट मर्निङमा फेरि उता के भन्छ सिलगढीबाट गान्तोक जाने छुट्टै छँदैछ बर्डरबाट उता जाने त छुट्टै छँदैछ होइन अनि कन्टिन्यू हामी चाहिँ 2 बजीदेखि ट्राभल गर्न थालेको अहिले चाहिँ ठ्याक्क अब 6:30 हुन लागिसक्यो अनि अझै 6 बाँकी 12-13 घन्टा त्यो बसमा बिताउनु पख के हतार भनेको त्यही बसभित्र गएर कुचुक्क परेर बस्नलाई कुचुक्क साइली भएर किन बस्ने हो माइली काटे हेर यसरी चाहिँ एकै ठाउँमा चाहिँ एकैचोटि 4-5वटा बस रोकेको चाहिँ कहिले पनि देखाएको थिएन हौ ड्राइभरै आएको छैन के साह्रो हतार हो हे लो गाइस हाम्रो गाडी चाहिँ हिँड्न लाग्यो अब फेरि तपाईँहरूलाई कहाँ आएको छ हामी चाहिँ ठ्याक्कै 10 बजे रातिको चाहिँ ठ्याक्कै नारायण घाट बजार आइपुगेछौँ एकदम थकित फिल भइसक्यो किनकि गाडीमा बसेको चाहिँ 7 घन्टा जति 6 घन्टा 7 घन्टा भइसक्यो अनुहारको हालत पनि यस्तो भइसक्यो अन्त पुरै थकित फिल भइसक्यो अनि अघि नखाएको खाजाले एकदम तर्साइदियो खानेकुरा चाहिँ म चाहिँ अब केही पनि नखाने ऊ चाहिँ चाउमिन खान्छ अरे यहाँ चाहिँ सबै चिजहरू रहेछ चाउमिनहरू यताउता खाना चटपटे सबै रहेछ म चाहिँ केही पनि नखाने ऊ चाहिँ चाउमिन खान्छ अरे डिनर चाहिँ आज यो भएको छ किनकि अरू खानेकुराले सौगात उडाइदियो अब म रोडभरि खाना खान्न साथीहरू हामी चाहिँ कति 9 बजे 9:30 बजे ठ्याक्कै आइपुग्यो उसमा झापामा ठ्याक्कै यो कागज भित्ताको उसमा यहीँनिर आउने हो हामीलाई के कन्फ्युजन भएको अनि हामीलाई चाहिँ उता अब सिक्किमको गाडीले चाहिँ पिक गर्न आउनेवाला छ अनि यहाँनिर सम्मै हो भनेर भन्ने रहेछ मैले बुझिनँ चाहिँ अब यहाँबाट रिक्साबाट निस्केर हिँड्यौँ गाडीमा
हामी चाहिँ यसमा आयौँ। त्यो चाहिँ हामी खाना खाने ठाउँमा रोकेको बिहानको ठ्याक्कै 9:30 बजे हिँडेको कागडभित्रबाट अहिले 11:30 बजे नेपाली टाइम। तर हामी छन चाहिँ अहिले इन्डियामा छौँ बर्डर छिरेर होइन। अनि आधी बाटो आइपुग्यौँ ठ्याक्कै लगभग सिलगढीबाट 140 किलोमिटर जस्तो रहेछ होइन गान्तोक चाहिँ। अनि हामी चाहिँ 2 घन्टामा आधी बाटो क्रस गऱ्यौँ। बिचको बाटोहरू चाहिँ मैले तपाईँहरूलाई देखाइ पनि हालेँ, एकदमै सानो साँघुरो। अनि त्यसपछि एकदम टर्निङ धेरै भएको बाटो पनि थियो, खुल्ला बाटो पनि थियो होइन। अब हामी चाहिँ यहाँ खाना खान्छौँ, रेस्ट गर्छौँ एकछिन। अनि त्यसपछि चाहिँ अनि फेरि हाम्रो यात्रा सुरु हुन्छ। रम्फू आइपुगिसके। रम्फूमा चाहिँ अब हाम्रो चाहिँ चेकिङ भयो। यहाँनिर चाहिँ एउटा सानो प्रोसिजर हुँदो रहेछ। हामीसँग हाम्रो नागरिकता हुनुपर्दो रहेछ। हामी टुरिस्ट भिजिट गर्न आइरहेछौँ भने अनि हामी कति दिन बस्न चाहन्छौँ एउटा भिजा जसरी नै उहाँहरूले डेट दिनुहुँदो रहेछ, एउटा पेपर दिनुहुँदो रहेछ होइन। त्यो पेपर चाहिँ हामीले यसरी भरि लिएर हिँड्नुपर्छ अरे। कसैले माग्यो भने त्यो पेपर देखाउनुपर्छ अरे। त्यो पेपर देखाइसकेपछि मात्रै हामीले होटलहरूमा पनि बस्न पाउने रहेछौँ। अनि तपाईँहरू पनि कोही यता आउनुहुन्छ भने चाहिँ त्यो कुरा चाहिँ ख्याल राख्नु होला। अनि फोटो चाहिँ चाहिँदैन रहेछ। मैले चाहिँ नागरिकताको फोटोकपी चाहिँ अलरेडी गरेर ल्याउनु होला, किनकि फोटोकपी चाहिने रहेछ। मैले चाहिँ फोटो भन्ने सुनेर फोटो ल्याएको थिएँ है। अनि हाम्रो चाहिँ अब यहाँ सबै चिजहरू भइसक्यो। अब हामी चाहिँ जान्छौँ। अब सिक्किम पुग्न धेरै छैन, लगभग 35 किलोमिटर जति होला। ओके गाइज, अब हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगिसक्यौँ। गान्तोकको बजारभन्दा थोरै मुनि छौँ। भोलि चाहिँ गान्तोक माथि घुम्न जान्छौँ। अनि त्यसपछि के हुन्छ सबै भन्छौँ। हामीले चाहिँ यहाँ आएर स्वागत पनि पाइसक्यौँ। थ्याङ्क यू सो मच फर वाचिङ। लट्स अफ लभ, बाई बाई।